तो हेलो गाइज, के छ खबर? सबैजना सन्चै हुनुहुन्छ होला। चाहिँ यहाँ चाहिँ बेलपत्र लिन आएको, अलरेडी आइसक्यो रहेछन्। तार झर्दैछ है। आज डरमुनि बाको चाहिँ पितृ कार्य एकाहा शिवदाई कहाँ बैठा बस्यो होला? घर बाहिरबाट सुनेपछि शिवदाई बोलेको सबै सुनिने। तोरे त हान्न पर्यो नि। लगे यहाँ चाहिँ यसो हुँदैछ, चाहिँ यस्तो भइरहेको छ। लगे चाहिँ ठटाउने लो, आज ठटाउने। लु बाले हाने 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 डाङ्गे लाग्यो। ल ल यहाँ चाहिँ धान ठटाउने कार्यक्रम भइरहेको। माथि चाहिँ यता पूजा चाहिँ चलिरहेछ है। चिसो पराल पराल चाहिँ यस्तो भइसकेको छ। तल तल अब उसर्ने बाँकी छ। हाम्रो भाइरल बाबाले हान्दै हुनुहुन्छ। ल हेरौँ है। आहा लु अगाडि यहाँ पूजाआजा हुँदैछ। यता मान्छेहरू छन्। तो गाइज अनि यहाँ चाहिँ भ्याइएको छ। अब यहाँ चाहिँ धान ठटाएर म भर्खरै माथि गएर माथि पूजा हुँदैछ, पूजाआजा हुँदैछ। अनि अब चाहिँ गाउँतिर त हिँड्नु पऱ्यो, फेरि धान त खानै पऱ्यो होइन। अब त त्यो भनेर चाहिँ म चाहिँ तल थोरै धान ठटाउन आएँ। धान ठटाएँ, अब चाहिँ त्यहाँ उठाउँदै हुन्छ। एकछिन काजतिर जानु पऱ्यो, के हुँदैछ। अनि यताउति गएर त्यहाँ बसेपछि अनि केटा जस्तो बसिन्छ, गफ गरिन्छ। अनि फेरि अहिले चाहिँ कति बजेको छ भन्दा 1 बज्न 1 मिनट छ। अब 1 बजेतिर ठ्याक्क लाएर अनि 1 बजीतिर 2:30 बजीतिर आउँछु फेरि। अनि यहाँ चाहिँ हामीले धान काटेको कस्तो भयो, कसरी रुज्यो, कस्तो तरिकाले रुज्यो, कस्तो भयो, म देखाउँदै जान्छु, हेर्दै गर्नु होला। त्यो गाइस यो चाहिँ उठाएर लगेको हेर्नुहोस्। मैले भिडियो बनाएको थिएँ होइन। अब चाहिँ हामी यहाँ चाहिँ कति काटियो, कति रुज्यो भन्दा चाहिँ 1 काल जति रुजेको छ। अनि यस्तो पाराले यस्तो तरिकाले रुजेको छ। अझ म अहिले एकचोटि यसो देखाइदिन्छु कसरी रुजेछ भन्ने देखाइदिन्छु। नरुजेको त यस्तो छ कि नकाटेको पुरै बाला पुरै झुँगे हो कि तल देख्न सक्नुहुन्छ। यस्तो चाहिँ केही भएन, सुते मात्रै। अब काट्दा चाहिँ झर्छ भन्ने कुरो, अरू त केही भएन। हाम्रो चाहिँ यहाँ उहाँसम्मको लस्कारै सबै खुलुसुलुत पारिदियो। यही देख्न सक्नुहुन्छ। यो गरौँ भनेको मैले यो गरौँ मैले बेलुका कति 7:30 सम्म बसेर काटेको गरौँ। यो हेर्नुमा मैले भिडियो बनाएको थिएँ नि, पार्ट 1 मा हालेको थिएँ नि। यही कस्तो भयो भने अहिले देखाइदिन्छु कि यस्तो पाराले भयो। टुसा हालिसकेको छु गाइज। टुसा हालेछ। फेरि यतापट्टि कस्तो भयो फेरि हेरौँ। आगोमुगा हेरेर जाऊँ न। माथिको केही भएन, तलको कुहिएछ कि सबै ठिकै छ, तर तलको कुहिएछ। अनि भट्टा हेरौँ, भट्टा त मेन हो हुन्छ। यो भट्टा हेरौँ है, भित्र कस्तो छ। भट्टा चाहिँ ठिकै रहेछ, भट्टा ठिक छ, भट्टा ठिक छ। केही धानले अलिकति बिगाऱ्यो, केही छैन। अब पराल चाहिँ हुने भयो के अरे, धान नै हुँदिरहेको छ। हामीले अँगालो पारिएको थियो अघिल्लो दिन, बिहान पानी भरेर आयो, उठाउन आएको। यहाँ चाहिँ सुतेको सलाममै ठडो भएको धान नि सुतो। अब यस्तै भयो। हेर्दै चाहिँ म कस्तो हुन्छ। म चाहिँ अँगालो पारेर राखेको थिएँ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ मैले अँगालो पारेको चाहिँ घर आइसकेको छु। किनकि अब चाहिँ यहाँ चाहिँ यताउति भइरहेको छ होइन, यताउति भइरहेको थियो। अनि चाहिँ मैले देखाउन पाइनँ। अनि म चाहिँ काममा गएको थिएँ। अब चाहिँ बेलुकाको चाहिँ भजन चाहिँ देखाउँछु।
हेर्दै गर्नु होला। आजको भ्लग चाहिँ दामी हुनेछ, एमान हुनेछ, हेर्दै गर्नु होला। सिरुबारी आइयो सिरुबारी आइलो गाई त यहाँ चाहिँ हाम्रो दाइले चाहिँ एउटा यहाँ चाहिँ हातले कलाकला गर्नुभएको छ, त्यो चाहिँ देखाइदिँदा लो गाई चाहिँ हाम्रो चाहिँ यहाँ अङ्कलहरू आइसक्नु भएको छ, अङ्कलहरू पनि भेटिनु भयो। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ होमस्टेमा यसरी तरकारी फलाइन्छ, खुर्सानीहरू छ है। अब चाहिँ बिस्तारै बिस्तारै अब चाहिँ यो होमस्टे हो, अब चाहिँ बन्द भइसकेको छ, अब बुझिसकेको छ। सिरुबारी यहाँ देख्न सक्नुहुन्छ 10-11 भने सेताको के आउनु भने सिधै आउनु के। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ हातकै कलाकारी भन्नु भयो। हामी चाहिँ हिँड्दैछौँ, यो चाहिँ म कस्तो कस्तो हुन्छ देखाउँदै जान्छु। रमाइलो छ बाटो सरको। हामी दुईजना अब पसल चाहिँ यहाँ हिँड्छ के अरे, पसलको चिन्ता गर्नु पर्दैन है। गाइस हामी चाहिँ अहिले गुम्बाहरूमा आइसकेको छ, हामी चाहिँ गुम्बामा आइसकेको छ, देख्न सक्नुहुन्छ। यस यस हामी चाहिँ गुम्बा लो गाइस हिँड्यो है। गाइस हेर्नुहोस् यो कति राम्रो गाउँ छ, कुन होला ल कमेन्टमा भनिदिनु होला यो कुन गाउँ होला है। यहाँ हाम्रो आमाहरू गाइस अलि बेलुका भइसकेको छ, हामी धन्दै मर्न लाग्यो यहाँ। यो राइडर हाम्रो राइडर यो उल्टो भयो। ट्री हाउस हेर्न सक्नु, यहाँ छ ट्री हाउस हाम्रो, गोरियाँभित्र ट्री हाउस छ हाम्रो। के भन्नुहुन्छ नि हामी भित्रै गइदिन्छ, कमेन्ट है कमेन्ट चाहियो हाम्रो पाटो। अब यहाँ आमा आउँदै हुनुहुन्छ, आमालाई हेल्लो भनिदिनु कमेन्टमा। हेलो हेलो हेर्न सक्नुहुन्छ हाम्रो राइडर। हाम्रो राइडर गोरियाँ भर्खरै हामी मर्न लाग्यो अघि नै। हामी धन्ने कुरोमा गएको, हामीलाई भगवानले आएर बचाउनु भएको। हेलो गाइस आफू मात्र देख्यौ, तिम्रो त स्टिक समातेर हामी त यहाँ पछाडि। हेलो म